र नमस्कार सम्पूर्ण साथीहरूलाई स्वागत छ। यो शिक्षक सेवा आयोग अन्तर्गतको प्रावि र निमाविको तयारी गर्नुभएका र लाइसेन्सको तयारी गरेर बस्नुभएका साथीहरूलाई मध्यनजर गर्दै यो एकाइ एकबाट परीक्षामा सोध्न सक्ने महत्त्वपूर्ण प्रश्नहरू तपाईँको आगामी दिनको परीक्षालाई मध्यनजर गरी हामी शिक्षाको परिचय र शैक्षिक विकासक्रमबाट एक युनिटबाट महत्त्वपूर्ण प्रश्नहरू छन् आजका। धेरैभन्दा धेरै यसलाई अभ्यास गर्नुहोला। कुनै व्यक्तिले यात्रा गरिरहेको सवारी साधन बिग्रिएपछि उसलाई छोडी दोस्रो साधन खोजी गरी ऊ गन्तव्यमा पुग्यो। यस घटनामा यात्रुबाट तलका मध्ये कुन स्वरूपको सिकाइ प्रयोग भयो? ल हेर्नुहोस्, प्रश्न कस्तो छ भन्दाखेरि अब बुझ्न पर्ने हुन्छ। तपाईँले शिक्षाको प्रकार औपचारिक अनौपचारिक अनियमित भनेर पढ्न त पढ्नुभयो, तर अब यहाँ प्रश्नले हामीले त्यो के हो औपचारिक, के हो अनौपचारिक, के हो अनियमित, के हो भनेर बुझियो भने यो प्रश्न सजिलै मिलाउन सकिन्छ। ल हेर्नुहोस्, यात्रा गरिरहेको सवारी साधन बिग्रिएपछि त्यसलाई छोड्यो। परिस्थिति अनुसार जस्तो सुकै बेलामा पनि जहिले पनि जहाँ पनि सिक्ने सिकाइलाई अनियमित सिकाइ भनिन्छ भनेको हो कि होइन? ल, सवारी साधन बिग्रियो, त्यहीँ छोड्यो, त्यो परिस्थितिले त्यहाँ सिकायो केही कुरा, अनि त्यसपछि नयाँ खोज्यो र गन्तव्यमा पुग्यो भनेपछि सिधै अनौपचारिक शिक्षा हुन्छ। ल, भेरी गुड। पहिलो सही जवाब दिनुभएकोमा अब दोस्रोमा जाउँ। बहु विश्वविद्यालयको अवधारणा सर्वप्रथम शिक्षा सम्बन्धी कुन आयोगको प्रतिवेदनले सिफारिस गरेको हो? ल हेर्नुहोस्, बहु विश्वविद्यालयको कसले हो? शाही उच्च शिक्षाको आयोग गठन 39 भयो, 40 प्रतिवेदन बुझायो। यही शाही उच्च शिक्षा आयोगको प्रतिवेदन 2040ले के भनेको भन्दा बहु विश्वविद्यालयको अवधारणा सिफारिस गरेको हो। यो पनि ल ठिक छ। अब यो भनाइ त अत्यन्तै पपुलर भनाइ हो, तपाईँले पहिलेबाटै पढ्दै आएको सुन्दै आएको होइन। विद्यार्थी एक पुस्तक हो जसको पाना पाना शिक्षकले पढ्नुपर्छ। विद्यार्थी भनेको एउटा पाना हो, प्रत्येक पाना चाहिँ पल्टाए चाहिँ पल्टाउनु पर्छ भन्ने व्यक्ति त रुसो हुन्, त्यसमा चाहिँ डाउट छैन। अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरू छन् यी, तसर्थ तपाईँले ध्यान दिनु होला र यिनलाई चाहिँ सेयर गर्नु होला अनि च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। तपाईँलाई महत्त्वपूर्ण प्रश्नहरू यो आइरहने नै छन्। कुन अर्थमा शिक्षालाई जीवन पर्यन्त चलिरहने प्रक्रियाका? जीवन पर्यन्त चलिरहने। ल हेर्नुहोस्, जन्मेदेखि मृत्युसम्म निरन्तर रूपमा चलिरहने भनेपछि अब शाब्दिक हो कि सङ्कुचित हो कि व्यापक हो कि सान्दर्भिक हो? शाब्दिक भनेको के शब्दबाट आयो भनेर हेर्ने भनिसकियो होइन। सङ्कुचित भनेको साँघुरो दृष्टिकोणले हेर्ने हो। अब कुनै प्रसङ्ग सान्दर्भिक त्यो सन्दर्भसँग सम्बन्धित छ कि छैन हेर्ने हो भनेपछि त यहाँ त हाम्रो के हुने भयो? निर्विरोध यो जीवन पर्यन्तमा भनेपछि व्यापक अर्थले समेटो। विद्यालय क्षेत्र सुधार योजना एसएसआरपी 2009देखि 15ले नसमेटेको तर शिक्षा क्षेत्र योजना इएसपी 78-87ले समेटेको सुधारको क्षेत्र, यसले नभनेको यसले भनेको कुन हो? समता, उत्थानशीलता, गुणस्तर, उत्थानशीलता, संस्थागत सुशासन र व्यवस्थापन। यी अरू भनेको थियो नि तिनवटा, यो चाहिँ भनेको थिएन उत्थानशीलता होइन। ठिक छ, 5को सी डन। अब समाधान। विद्यालय शिक्षाको व्यवस्थापनका लागि विषम 2056 साल जेठ 9 गते नेपालमा तलका मध्ये कुन निकाय स्थापना भयो? जेठ 9 गते स्थापना भएको कुन हो? शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विभाग हो। यो शिक्षा विभाग स्थापना भएकोमा हाल यसलाई शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमा गएर गाभिएको छ। नेपालमा राष्ट्रिय शिक्षा दिवस कुन दिन मनाइन्छ? ल, 80बाट राष्ट्रिय दिवस मनाउन थालियो कुन दिनमा? 3 गते असोजको संविधान दिवस हो भने त्यसको अघिल्लो दिन के मनाइन्छ? राष्ट्रिय दिवस भनेपछि कहिले हुने भयो? असोज 2 गते। असोज 2 गते। तपाईँले प्राप्त गरेको शिक्षालाई अत्यावधिक र जीवन्त बनाउन समकक्ष इक्विभ्यालेन्ट शैक्षिक कार्यक्रम छनौट गर्नु भएमा त्यो कस्तो प्रकारको? ल, यहाँ प्रश्न बुझ्नुहोस् है। तपाईँले चाहिँ आफ्नो विभिन्न प्राप्त गर्नुभयो शिक्षा, तपाईँले चाहिँ डकुमेन्ट प्राप्त गर्नुभयो,
या नेपाल बाहिर पढ्नुभयो, अनौपचारिक रूपमा पढ्नुभयो, अथवा चाहिँ नि अन्य तपाईँले चाहिँ आफ्नो फुर्सद अनुसार पढ्नुभयो, विभिन्न सेल्फ स्टडी गर्नुभयो होइन। तर तपाईँको डकुमेन्ट चाहिँ भ्यालिड बनाउनु पर्यो। इक्विभ्यालेन्ट भनेको के भन्दाखेरि तपाईँ जस्तै इन्डियातिर पढेर आएर पनि यहाँ चाहिँ इक्विभ्यालेन्ट मिलाउनु पर्ने हुन्छ। समकक्षता पढेको हो, यो सरह मान्यता छ भन्ने कुरा भएपछि त के हुन पर्यो भन्दा यो सिधै औपचारिक सरहको मान्यता दिन्छ नि त। जस्तै इन्डिया पढेर ल्याएर यहाँ इक्विभ्यालेन्ट गर्नुभयो भने तपाईँले चाहिँ यहीँको सरहको मान्यता पाउनुभयो। त्यही भएर यसलाई हामीले के भन्नु पर्यो, ल अनौपचारिक शिक्षा भन्नाले कस्तो शिक्षालाई बुझिन्छ? अनौपचारिक शिक्षा भन्नाले कस्तो शिक्षालाई बुझिन्छ? अनौपचारिक भनेपछि यो समय शिक्षण प्रक्रिया र पाठ्यपुस्तक लचिलो हुने, लचिलो भयो भने यो के हुन्छ? अनौपचारिक हुन्छ। यहाँ जहाँ सुकै जहिले सुकै प्राप्त गर्न सक्यो त यो त अनियमित भइहाल्यो नि होइन। रीतिरिवाज, परम्परा, संस्कृति र मूल्य मान्यतालाई संरक्षण, विकास र परिवर्तन गर्न सहयोग पुर्याउने शिक्षाको कुन कार्य? रीतिरिवाज, परम्परा, संस्कृति, मूल्य मान्यता यिनीहरूलाई चाहिँ परिवर्तन, विकास र परिवर्तन गर्न। व्यक्तिगतले यो गरेन, राष्ट्रियमा यो भएन होइन, एकताका कुराहरू हुन्छन्, अन्तर्राष्ट्रिय आदान प्रदानका कुरा हुन्छन्, सिधै सामाजिक। राष्ट्रिय शिक्षा नीति 2076 अनुसार सबै तहको शिक्षालाई तल दिएको मध्ये कस्तो बनाउने लक्ष्य लिएको छ? राष्ट्रिय शिक्षा नीतिले सबै तहको शिक्षालाई कस्तो बनाउने हो? सबै तहको शिक्षालाई के भन्ने हो? प्रतिस्पर्धी, प्रवृत्ति मैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउँदै लैजाने भन्ने लक्ष्य लिएको छ अहिलेको परिवेश अनुसार होइन। शिक्षाको व्यापक अर्थ अन्तर्गत तलको मध्ये कुन पर्दछ? ल हेर्नुहोस्, व्यापक अर्थ भनेपछि अब यो त तपाईँले बुझिसक्नुभयो। व्यापक अर्थ अब व्यक्तिको व्यक्तित्व र चरित्र विकास गर्ने, पेसागत विकास गर्ने, पारिवारिक विकास गर्ने, व्यक्तिको मनोवैज्ञानिक विकास गर्ने, व्यापक अर्थ अन्तर्गत कुन पर्छ? अब यिनी भन्दा पनि व्यक्तित्व विकास र चरित्र विकास गर्दै जाने, यो त एकैचोटि गर्ने कुरो भएन, गरिरहने कुरा हुन्छ। शिक्षाको इतिहास 1996 अनुसार शिक्षाको संरचना कस्तो थियो? 96 को संरचना के भनेको थियो? 3+4+3। यो 2028 को पनि यही हो है। 28 र 96 को सेम हो। प्रावि 3 वर्षको, हिमावि 4 वर्षको, मावि 3 वर्षको। तलका मध्ये कुनले शिक्षाको अर्थलाई सबैभन्दा धेरै पस्ट्याउँछ? यो अर्थ मध्ये शिक्षाको अर्थ सबैभन्दा धेरै ज्ञान प्राप्त गर्नु, व्यक्तित्व विकास गर्नु, अन्तर्निहित क्षमता प्रस्फुटन गर्नु, सिपको विकास गर्नु, कुनले बढी महत्त्वपूर्ण देखायो होला हेर्नुहोस्? ज्ञान प्राप्त गर्नुले हो कि व्यक्तित्व विकास गर्नु हो कि अन्तर्निहित क्षमताको प्रस्फुटन हो कि सिपको विकास गर्नु? यहाँ त सबैभन्दा धेरै अन्तर्निहित क्षमताको प्रस्फुटन यो सबैभन्दा महत्त्वपूर्ण देखियो। संस्कृतिको हस्तान्तरण गर्नुलाई शिक्षाको कुन कार्य भनिन्छ? ल हेर्नुहोस्, तपाईँको संस्कृति अर्का पुस्तामा लगेर हस्तान्तरण गर्ने हो। माथिबाट चाहिँ हस्तान्तरण गर्दै आउने भइसकेपछि त तटस्थले केही भन्दैन, प्रगतिशील भएन, क्रान्ति, रूढिवादी, यसलाई परम्परागत। रूढिवादी भनेकै परम्परागत कार्य अन्तर्गत। जोन डिवेका अनुसार शिक्षाको प्रक्रिया कुन हो? जोन डिवेले के भने शिक्षा 3 मुखी हुन्छ। शिक्षक, विद्यार्थी र समाज गरेर 3 मुखी हुन्छ भनेपछि त हाम्रो प्रक्रिया यो के हो? त्रिमुखी प्रक्रिया हो। त्रिमुखी। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो भन्ने विद्वान कुन? शरीर स्वस्थ चाहियो, स्वस्थ मस्तिष्क भयो भने त्यो बल्ल चाहिँ शिक्षा हो भनेर कसले भने? अरस्तुले भने। शिक्षाको वास्तविक अर्थलाई तलका मध्ये कुनले बढी प्रस्ट्याउँछ? ल, वास्तविक अर्थ कुनसँग बढी सम्बन्धित छ? ज्ञान आर्जन गरी पूर्णता प्राप्त गर्नु,
औपचारिक शिक्षा हासिल गर्नु, सर्वाङ्गीण विकासका लागि सहयोग गर्नु र समायोजनको प्रक्रिया हो शिक्षाको वास्तविक अर्थ हो। वास्तविक अर्थ भनेको के हो? शिक्षाले के गर्छ? मानिसको सर्वाङ्गीण पक्षको विकास गर्नमा सहयोग पुर्याउँछ। बालकको सर्वाङ्गीण विकासमा सहयोग गर्नु नै वास्तविक अर्थमा शिक्षा हो। शिक्षाको विश्लेषणात्मक अर्थमा कुन पर्दैन ल हेर्नुहोस्। विश्लेषण गर्दा यो त्रिमुखी प्रक्रिया हो होइन, अनि गतिशील प्रक्रिया हो, जीवनको तयारी हो, कुन पर्दैन? समायोजनको प्रक्रिया हो, कुन परेन? एकदमै शिक्षाको प्रगतिशील प्रक्रिया, गतिशील प्रक्रिया हो, त्रिमुखी हो, जीवन हो, यो समायोजन प्रक्रिया भन्ने विश्लेषणमा परेन। बाल बालिकाको अन्तर्निहित क्षमतालाई विकास गर्ने कार्य कस्तो कार्य अन्तर्गत पर्छ? लानुहोस् त, बाल बालिकाको अन्तर्निहित क्षमतालाई विकास गर्ने कार्य कस्तो कार्य अन्तर्गत? शिक्षाको व्यक्तिगत बाल बालिकाको, ल हेर्नुहोस् है, भित्र बाल बालिका भित्र रहेको क्षमतालाई बाहिर ल्याउने हो। व्यक्तिगत कार्यमा पर्छ कि सामाजिकमा होला कि राष्ट्रिय होला कि अन्तर्राष्ट्रिय होला? यो त अब बाल बालिकाको अन्तर्निहित भनेपछि त यो व्यक्तिगत कार्य भइहाल्यो, भित्रको ज्ञान प्रस्फुटन गराउने। एडमन्सनका अनुसार त्रिमुखी शिक्षामा कुन पर्दैन? त्रिमुखी कुन परेन? त्रिमुखीमा एन्डरसनले भनेका छन् यो समाज, नैतिकता र प्रकृति भनेका छन् यिनले। समाज, नैतिकता र प्रकृति भनेका छन् भनेपछि परेन भनेको छ हामीलाई, के भयो? शिक्षक परेन। नेक्स्ट, शिक्षाको अन्तर्राष्ट्रिय कार्यमा तलका मध्ये कुन पर्दैन? अन्तर्राष्ट्रिय। अन्तर्राष्ट्रिय भन्दा बित्तिकै हामीले चाहिँ विशेष गरेर देशभन्दा बाहिरका अन्य राष्ट्रहरूसँग, विदेशी राष्ट्रहरूसँग यहाँ विशेष गरेर संस्कृति आदान प्रदान हुने होइन, अनि के हुने, जनशक्ति, प्रविधि, सूचना आदिको आदान प्रदानलाई चाहिँ बढी जोड दिन्छ होइन। संस्कृति प्रसारण हुनु भनेको पनि यो आदान प्रदानै हो। प्रसारण यताको उता, उताको यता प्रसारण, त्यही हो। यी सबै हुन् भने यो होइन सामञ्जस्यपूर्ण विकास गर्नु सबै राष्ट्रको, यो अन्तर्राष्ट्रियमा परेन। तलका मध्ये कुनलाई शिक्षाको सङ्कुचित अर्थ मानिन्छ? ल अब शिक्षालाई साँगुरो दृष्टिकोणबाट हेरिनु, कुन हो? सङ्कुचित अर्थ कक्षामा शिक्षण गरिएका विषयवस्तु कुशलतापूर्वक उपलब्धि हासिल गर्नु, विद्यालयभित्र र बाहिर सर्वोपरि विकासको उपलब्धि प्राप्त गर्नु, अस्तित्ववादी उद्देश्य प्राप्तिका लागि कुशलताको विकास गर्नु, मानव के जीवनका लागि आनन्दमय बनाउनु भनेपछि त यो साँगुरो भनेपछि त यही शिक्षण सिकाइबाट साँगुरो दृष्टिकोणले हेरियो, कक्षामा मात्रै सीमित राख्यो। अनौपचारिक शिक्षाको विशेषता कुन हो? अनौपचारिक शिक्षा भन्दा बित्तिकै पूर्व निर्धारित उद्देश्य, निश्चित विषयवस्तु, तहगत संरचना, प्रमाणपत्र यो हो कि पूर्व निर्धारित उद्देश्य, निश्चित विषयवस्तु, असंरचित कक्षा, प्रमाणपत्र कम महत्व हो कि पूर्व निर्धारित उद्देश्य, निश्चित विषयवस्तु, तहगत संरचना, प्रमाणपत्रको व्यवस्था अनिवार्य हुँदैन? उद्देश्य पूर्व निर्धारित हुँदैन, विषयवस्तु नि हुँदैन, आकस्मिक सिकाइ, प्रमाणपत्र हुँदैन। अब आकस्मिक त अनौपचारिक हुने कुरा भएन भनेपछि के भयो? हो, यो अनिवार्य हुँदैन, पूर्व निर्धारित उद्देश्य हुँदैन, निश्चित विषयवस्तु, संरचना अनिवार्य हुँदैन। समय तालिकामा लचकता अपनाउने शिक्षा प्रणाली कुन हो? समय तालिकामा लचकता अपनाउने भनेपछि त औपचारिक, अनौपचारिक, अनियमित माथिका सबै समय तालिका आवश्यकता अनुसार तन्काउन, लचकता भनेको तन्काउन, खुम्च्याउन सकिने भनेपछि त सिधै अनौपचारिकमा भयो। औपचारिकमा त 10 to पर स्कुलमा पाठ्यक्रम पूर्व निर्धारित हुन्छ। अनौपचारिक शिक्षाको विशेषता कुन हो? ल अब अघि भर्खरै पनि भनियो, यो चाहिँ लचकदार तालिका भनेपछि सबभन्दा पहिलो प्रायोरिटी हाम्रो त्यही लचकदार तालिकामा जान्छ। शिक्षाको शाब्दिक अर्थ कुन हो? ल शाब्दिक अर्थ भन्दा बित्तिकै के भनिन्छ? आन्तरिक क्षमताको विकास, वृद्धि, असल व्यवहारको अवलम्बन, सतही ज्ञान प्रदान गर्ने, आन्तरिक क्षमताको विकास भनेपछि त शाब्दिक अर्थ भनेको अन्तर्निहित क्षमता, आन्तरिक क्षमता, त्यसलाई चाहिँ विकास गर्ने, लिड गर्ने होइन, ट्रेनिङ गर्ने, तालिम दिने हो भन्ने कुरा
विद्यालय शिक्षाको इतिहासमा तलका मध्ये कुन विद्यालय शिक्षाको संरचनामा सिफारिस भएर पनि कार्यान्वयनमा आएन? यो संरचना मध्ये सिफारिस भयो तर कार्यान्वयनमा आएन, कार्यान्वयनमा हुँदा पुरानै आयो। कुन होला? हो, सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको 2018 को पहिलो प्रतिवेदन होइन। विद्यालय शिक्षालाई चार तहमा, चार तह भने कस्तो भन्दाखेरि जस्तै 5+3+2+2 प्रावि, निमावि, मावि, उच्च मावि भनेर यसरी चार तहमा कसले बनायो यो संरचना? कसको? यही भन्न खोजेको होइन, राष्ट्रिय राष्ट्रिय शिक्षा आयोग 2049ले भनौँ। व्यावसायिक धारतर्फको विद्यालय शिक्षा पुरा गर्न एउटा विद्यार्थीलाई न्यूनतम लाग्ने समय, व्यावसायिक हेर्नुहोस् है, यहाँ नझुकिनु होला, 12 वर्ष, 13, 14, 11 हो। अरू नर्मल अवस्था 13 वर्ष साधारणमा। प्राविधिकमा के हुन्छ भने 1 वर्ष प्लस ओजिटी थप हुँदाखेरि 14 वर्षमा प्राविधिक धारतर्फको विद्यालय शिक्षा पुरा गर्छ। ल, तपाईँलाई यी महत्त्वपूर्ण प्रश्नहरू छन्, यसलाई चाहिँ हेर्नु होला र मनन गर्नु होला। तपाईँले परीक्षामा सोध्न सक्ने खालका शिक्षाको चाहिँ एक युनिटबाट यो महत्त्वपूर्ण प्रश्नहरू छन्। यसलाई चाहिँ अभ्यास गर्न नबिर्सिनु होला। साथै हाम्रो यो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, ताकि भिडियोहरू तपाईँले अपडेट हुँदा बित्तिकै तपाईँले जानकारी प्राप्त गर्न सक्नुहुनेछ। अर्को भिडियो फेरि आउनेछ, च्यानल चाहिँ हेर्दै